दर्शकबिन नमस्कार। आज हामी टटका बहसमा जनता समाजवादी पार्टीका नेता जितेन्द्र यादवजीको साथमा उपस्थित भएका छौं। उहाँसँग आज हामी यो देशको जसपाको केन्द्रीयदेखि लिएर यो प्रदेशको समसामयिक राजनीतिक घटनाक्रम लगायत प्रदेश 2 को चालू आर्थिक वर्षको बजेटका कुराहरू, विकास निर्माणका कुराहरू जोड्ने प्रयास गर्नेछौं। हजुरहरूलाई जानकारी गराउँ, जितेन्द्रजी जसपा निकट बौद्धिक पेशाकर्मी महासंघका केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ। उहाँलाई स्वागत गरौँ। हजुरलाई स्वागत छ। धन्यवाद। अहिले के छ त तपाईको पार्टीमा जसपाका नेता हुनुहुन्छ, तपाई पार्टीमा त फुटाफुटको अवस्था छ नि त? हैन, जनता समाजवादी पार्टी विधान सम्मत एक भएको हो र जनता समाजवादी पार्टी फुटेको होइन। जनता समाजवादी पार्टीको विचार, जनता समाजवादी पार्टीको विधान र सिद्धान्त र निर्णयहरू मान्ने व्यक्तिहरू या नमान्ने व्यक्तिहरूको बीचको एउटा यो लडाई होइन, यो विषय हो। पार्टी केका लागि? पार्टी भनेपछि नैतिक आधार लिएर राजनीति गर्नको निमित्त पार्टीको विधान सम्बद्ध कार्यकारिणीले गरेको निर्णयहरूलाई अक्षरश पालना गर्नको निमित्त नै पार्टीको निर्माण भएको छ। किन फुटको अवस्थामा किन पुग्यो? फुटेको छैन। जनता समाजवादी फुटको अवस्थामा त पुगिसकेको छ नि नेताजी। जनता समाजवादी पार्टी फुटेको छैन। जनता समाजवादी पार्टीको अनुशासन भित्र नबस्ने मान्छेलाई अनुशासनको कारबाहीमा परेर पार्टीले निष्कासन गरेको छ। फेरि एकले अर्कोलाई निष्कासन गर्ने, अर्कोले अर्कोलाई निष्कासन गर्ने यो परम्पराले चल्छ त यो पार्टी? यो अराजकता भन्ने विषय हो। अब बाटोमा हिँड्ने मान्छे, जो मान्छे जनता समाजवादी पार्टीको विचार र आदर्शलाई मान्दैन त्यो त अराजक भइहाल्यो नि। पार्टीको विपरीत काम गर्नेलाई त अराजक भइहाल्यो। म किन यो सन्दर्भ जोड्न खोजे भने कि जनता समाजवादी पार्टीको एकीकरण हुँदाखेरि अन्तरिम विधान नै पार्टीको सबैभन्दा सर्वोच्च निकाय हो। अन्तरिम विधान अनुसार कार्यकारिणी समिति भनेको सर्वोच्च निकाय मानिएको छ। अहिले वर्तमान परिस्थितिमा कार्यकारिणीले गरेको निर्णयहरूलाई अक्षरश पालना गर्न सक्नुपर्छ। जुन आज तपाईको पौष 5 गते र पौष 7 गते जुन कार्यकारिणी समितिको निर्णय भयो कि मुलुकलाई प्रतिगमनको दिशातिर धकेल्ने, तपाईको यो आजको अहिलेको वर्तमान सरकार जुन केपी शर्मा ओलीजी हो, यो प्रतिगमनकारी हो भन्ने ठहर गरेको छ। संसद विघटन गरेपछि संसद विघटनको प्रस्ताव लिएर अगाडि बढ्दाखेरि त्यो भएको हो। तर सम्मानित सर्वोच्च अदालतले चाहिँ त्यो संसद पुनर्गठन गर्यो। र अर्को कुरा के हो भने यो यही बीचको विषयलाई हामी अब यो जनता माझमा हामी के प्रश्न पार्न चाहन्छु भने जनता समाजवादी पार्टी आखिरमा मिलेको पनि ओलीको विरोधको कारणले नै हो। ओलीले पूर्व राजपा र पूर्व सपा फुटाउनको निमित्त जुन पार्टीको अध्यादेश ल्याएको थियो, पार्टी फुटाउने अध्यादेश जुन ल्याएको थियो, त्यो पार्टी फुट्ने अध्यादेशले नै पार्टी एकीकरण भएको यो यथार्थ हो। तर अहिले आएर जुन केही जनता समाजवादी पार्टीका पूर्व अध्यक्ष महन्त ठाकुरजी लगायत राजेन्द्र महतोजी पूर्व वरिष्ठ नेता हुनुहुन्थ्यो, उहाँहरू के पहिला शर्त गर्नुभयो भने माननीय रेशम चौधरीज्यूलाई जनता समाजवादी पार्टीले छुटाउनु पर्छ र मुद्दाहरू पनि फिर्ता गर्न लगाउनु पर्छ भन्ने एउटा के भयो, यो षड्यन्त्रकारी सोच लिएर अगाडि बढ्नुभयो र केपी शर्मासँग नजिकिनु भयो। भन्नुको अर्थ के हो भने कि जनता समाजवादी पार्टीले एकातिर प्रतिगमनको दिशा तय गरिसकेको भन्ने यो त आउने सन्ततिको लागि पनि यो ठीक होइन। किनभने आउने सन्ततिले के परिकल्पना गरेको छ भने मुलुक अग्रगमनको दिशातिर जाओस् र मुलुक अग्रगमनको दिशातिर गयो भने युवा पुस्ताका जुन राजनीतिज्ञहरू छन् तिनीहरूको भविष्य सुनिश्चित हुनेमा ढुक्क हुन्छ भन्ने जनता समाजवादी पार्टीले त्यो किसिमको आधार लिएर अगाडि बढाएको हो। अहिलेको जुन मैले ठ्याक्कै यसलाई मैले विश्लेषणात्मक मैले किन यो राख्न खोजे भने यो धेरै जाल झेलको तमासा
यो जनता समाजवादी पार्टीको नामबाट जालझेलको धेरै तमासा देखाइदियो। त्यो तमासा बन्नलाई पार्टी बनेको होइन। जनता समाजवादी पार्टी एउटा वैकल्पिक शक्तिको रूपमा स्थापित र उदयमान पार्टी हो। यसमा चाहिँ सङ्घर्षलाई नै आधार मानिन्छ। त्यस अर्थमा मैले भन्नु के पर्छ भने कि अहिले जुन वर्तमान पूर्व जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरजीले जसरी फर्जी काम गरेर फर्जी नै काम गरिराख्नु भएको छ नि त। फर्जी काम गरेर जनतालाई झुक्क्याउने, बहुमत नभएकोलाई बहुमत पनि आफू पनि त्यो गर्ने भनेपछि ओलीले जुन जुन दिशामा ओली पार्टीलाई लग्यो त्यही दिशामा चाहिँ महन्त ठाकुरले पनि त्यही दिशामा गइरहेको छ। त्यसो भए ठ्याक्कै भन्नुहोस्, जसपा फुट्छ? जसपा फुट्दैन। किन फुट्दैन? जसपा त्यसरी फुट्दैन किनभने कार्यकारिणी समिति भनेपछि, केन्द्रीय कार्यकारिणी समिति भनेपछि जनता समाजवादी पार्टी हो वर्तमान स्थितिमा। यो भन्दा पनि उच्चतम तपाईको समिति भनेपछि केन्द्रीय कार्य समिति नै हो। त्यो भन्दा उच्चतम समिति भनेपछि जनता समाजवादी पार्टीको लागि संघीय परिषद हो, केन्द्रीय संघीय परिषद हो। अनि त्यो परिषद भन्दा पनि महाधिवेशन हो। यो त विधानले त प्रश्न राखिदिएको छ नि त। हो, विधानले जुन परिकल्पना गरेको समितिहरूबाट भएका निर्णयहरूलाई पालना नगर्ने भनेपछि अराजक हो। अब बाटोको मान्छेले मलाई गाली गर्छ भनेपछि जनता समाजवादी पार्टीलाई गाली दियो भन्ने कुरामा लाग्ने होइन। जनता समाजवादी पार्टीको अहिले एकल अध्यक्ष श्रद्धेय उपेन्द्र यादवजी हुनुहुन्छ। एकल अध्यक्ष। मैले किन उपेन्द्र यादवजीलाई पनि कारबाही गरिसकेको छु। यो मैले भने नि, मैले के भने कि गाउँकै हामी एउटा कुरा गरौँ न। गाउँमा कुनै व्यक्ति कमजोर हुन्छ भने नि त्यो बलियो व्यक्तिको अगाडि बोल्न सकिँदैन। बलियो व्यक्तिलाई को पछाडि चाहिँ राजालाई गाली दिन्छ, जसले पनि गाली त दिन्छ नि, पछाडि दिन सकिन्छ। र यो त लोकतन्त्र हो। त्यसो भए मैले यो कुरालाई प्रश्न पार्न दिनुहोस्। यो लोकतन्त्र हो। मैले यो कुरा किन राखेँ भने पार्टी भनेपछि जनता समाजवादी पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा छ। जनता समाजवादी पार्टीको बैठक बालकुमारीमा हुनुपर्छ। उहाँहरूले लेटर प्याड पनि युज गर्नुहुन्छ कि जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालय बालकुमारी हो भनेपछि बालकुमारीमा उहाँ त बस्न सक्नुपर्छ नि त। बैठकमा बस्नुहुन्छ त उहाँहरू अहिले बबर महलमा बस्नुहुन्छ। पुरानै राजापाको जुन कार्यालय हो, बबर महलको अफिस थियो पहिला, त्यही हो। त्यही उहाँहरू बसिराख्नु भएको छ। भन्नुको अर्थ के हो भने कि पार्टीमा अराजक गतिविधि गर्नेलाई छुट छैन। त्यसो भए भन्छ नि तपाईँ आज जनताको सामु भन्छु। मैले किन यो कुरा राखेँ भने हाम्रो देशमा ठुलाको लागि मतलब सानाको लागि ऐन र ठुलाको लागि चैन जुन नारा थियो नि, यसपालि के गरेको छ भने जनता समाजवादी पार्टी नै एउटा यस्तो पार्टी हो कि ठुला होस् या साना होस् सबैको लागि के गरे हो भने कि समान बराबर हो। समानताको लडाई लड्ने जनता समाजवादी पार्टी, समतामूलक समाज निर्माण गर्नको लागि जनता समाजवादी पार्टी भनेपछि एक मतलब 3.5 करोड लगभग 3.5 करोड नेपाली जनताको मनोभावना र विचारसँग हरेक व्यक्तिको सम्मानको लागि यो पार्टी बनेको छ। मैले यो अर्थमा मैले यो कुरा राखेँ कि नेपाली जनताको लागि राजनीति गर्ने भनेपछि संवेदनशील नेपाली जनताको भावनाको कदर गर्नको निमित्त यो पार्टीमा न ठुला हो न साना हो। त्यसैले ठुलालाई पनि ऐन लागू भएको छ र सानालाई त ऐन लागू हुने नै। त्यसो भए ठ्याक्कै तपाईँ भन्नुहोस्, ओली पथबाट जुन ओलीको गतिविधि छ प्रधानमन्त्री ओलीको, त्यही गतिविधिबाट पनि जसपाका केही नेताहरू हिँडिरहेका छन् ओलीजीको गतिविधिमा, ओलीजीको पथमा। त्यसो भए पूर्व नेकपा, तपाईहरुलाई थाहा छ, पूर्व नेकपामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित भएर नेकपा बनेको थियो। तर नेकपा कसरी अलग भयो त? अब पूर्णतः एमाले भयो र माओवादी भयो। त्यसैगरी यो जनता समाजवादी पार्टीबाट राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी
बन्ने अवस्था आउँछ कि आउँदैन? यस्तो छ, अहिले मैले बारम्बार विभिन्न मिडिया मार्फत आम नेपाली जनतामा आग्रह गरिरहेको छु, यो देश भनेपछि ओली तन्त्रमा फसेको देश हो। ओली तन्त्रमा फसेको देशमा जुनसुकै कुरा सम्भव हुन सक्छ, जुन प्रत्यक्ष रूपमा हेर्नुभयो। तर सम्मानित सर्वोच्च अदालत भनेपछि न्यायिक रूपमा हरेक जनताको लागि अगाडि बढ्दै हुनुहुन्छ। किन? संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र निर्माणको लागि र त्यसको मजबुतीको लागि जसरी सम्मानित सर्वोच्च अदालतले संसद पुनर्गठन गर्नुभयो, त्यसरी नै हरेक अध्यादेशबाट आएका महत्त्वपूर्ण निर्णयहरूलाई त सच्याएकै हो नि त। ओलीको निर्णयहरूलाई त सच्याएको हो नि त। मैले यो कुरा किन गरेँ भने कि हिजो माओवादीको एउटा विषय थियो, एमालेको अर्को विषय थियो, तर तिनीहरूको नेकपाको विधान एउटा थियो, पार्टीको विधान। तर हाम्रो पार्टीको विधान अलिक फरक छ। हाम्रो पार्टीको विधान के हो भने कि जनता समाजवादी पार्टीले 5 वर्षसम्म फुट्न पाउँदैन भन्ने विधानमा हो, प्रश्न व्यवस्था छ। यसको अर्थ के हो भने कि जनता समाजवादी पार्टी फुट्ने स्थितिमा छैन, कानुन रह्यो कुरा। अब यसबाट कारवाही हुने व्यक्तिहरू त स्वतन्त्र हो। त्यो स्वतन्त्र व्यक्तिहरू पार्टी त खोल्न त पाउँछ। मैले किन यो कुरा गरेँ भने कार्यकारिणी समितिको अक्षरशः हामी निर्णय गरेर भर्खरै अस्ति निर्वाचन आयोगलाई हामी बुझाइसकेका छौँ। सशरीर पनि उपस्थिति हुनुपर्छ भने सशरीर उपस्थिति पनि तयार छ। तर उहाँहरूको जुन जालझेल छ, कार्यकारिणी समितिमा थप्ने अधिकार कसले दिएको छ, कुन विधानको कुन धाराले दिएको छ, मैले प्रश्न पार्न पर्छ। पुस 7 गतेको बैठकले दिएको छ भने छ। अब पुस 7 गतेको बैठक खो त तपाईको विज्ञप्ति नै सार्वजनिक भइसकेको छ। मैले अनौठो कुरा यो पुस 7 गते र पुस 5 गतेको कुरा गरेँ। अब यो माइनोरिटी भनेपछि अध्यक्ष हो। अब यस्तो लगभग अब राजनीतिको अन्ततिर हाम्रो महन्त ठाकुरजी राजनीतिको अन्ततिर आउँदाखेरि यस्तो किर्ते काम गर्नुहुन्छ, रजिस्टर च्यातेर अर्को माइटिङ राखेर त्यसमा चाहिँ सिग्नेचर फर भनेर हुन्छ। र म एउटा के प्रश्न पार्न चाहे भने म आज आधिकारिक व्यक्ति हुँ, यदि तपाईलाई नै अधिकार प्रत्यायोजन गर्यो भने मेरो सिग्नेचर बिना अधिकार प्रत्यायोजन हुन्छ र? उहाँले के गर्नु भएको हो भने कि पुस 5 गतेको जुन म्यानिटिङ थियो त्यो म्यानिटिङलाई एकातिर राख्नुभयो र एउटा जुन म्यानिटिङ हो, जुन निर्णयको म्यानिटिङ हुन्छ, प्रस्ताव बनाएर जुन निर्णयको म्यानिटिङ थियो त्यो निर्णयको म्यानिटिङ च्यातेर त्यहाँ फर लेखेर सम्भव छ र? मैले यो कुरा किन राखेँ भने कि यो एक अलिअलि कन्ट्रोभर्सी कुरा पनि हो। मैले यो कुरा किन प्रश्न पार्न खोज्छु कि निर्वाचन आयोगमा अक्षर सबै कुरा अगाडि बढिसकेको हो भनेपछि यतिसम्मको जालसाजी राजनीति गर्नमा हुन्छ र? राजनीति के का लागि हो? आदर्श विचारका लागि हो नि त। जालसाजी गर्नको लागि त राजनीति त होइन। र यो कुरामा के भएको छ, जुन अहिले आधिकारिकताको विषयमा कार्यकारिणी समितिको बहुमतको जुन यो कुरा गर्दैछ, अब निर्णय भनेपछि एकातिर अब त सशरीर उपस्थिति हुने बेला भइसक्यो नि त। त्यति बेला त थाहा हुन्छ नि त। अधिकार दिँदाखेरि पौष 5 गते त आखिर पार्टीमा त यस्तो त द्वन्द्व त थिएन, सबै पार्टीको एकीकृत भएर सरकारको त विरोधै गरे हो नि त। र अर्को के प्रसङ्ग हो भने जब अधिकार प्रत्यायोजन गर्छ भने प्रेस विज्ञप्ति जबसम्म जानकारी हुँदैन कि वास्तवमा एकल निर्णय कसको हुन्छ, जनता समाजवादी पार्टीको एकल निर्णय दिनेलाई, जबकि विधानमा के छ कि दुवैको संयुक्त हस्ताक्षर हुनुपर्ने विधानमा उल्लेख छ। त्यो दिनको विज्ञप्ति त्यही विज्ञप्ति पनि त्यही हो भनेपछि जसले अधिकार प्रत्यायोजन गर्छ र जनतालाई कि जनता समाजवादी पार्टीको एकल नेतृत्व भनेपछि महन्त ठाकुरको हो र सम्पूर्ण गठन पुनर्गठन गर्ने जिम्मा महन्त ठाकुरको हो। मैले यो पेचिलो तपाईले उठाउनु भयो। महत्त्वपूर्ण कुरा के हो भने कि पौष 5 गते र पौष 7 गते
जब निर्णय एउटै मान्छेमा निर्णय गर्छ कि केपी शर्मा ओली प्रतिगमनकारी सरकार हो, प्रतिगमनतिर गइरहेछ भनेर उसको व्यापक विरोध गर्नुपर्छ भने एकातिर निर्णय छ भनेपछि त्यहाँ त संयुक्त रूपमा विज्ञप्ति आएको हो नि त आएको। तर निर्णय नम्बर 1 र निर्णय नम्बर 2 हेर्दाखेरि उहाँहरूकै विज्ञप्तिमा जुन निर्वाचन आयोगमा बुझाउनु भएको छ त्यो प्रेस विज्ञप्तिमा निर्णय नम्बर 1 र 2 क्रमशः छ। यतातिर के छ भने निर्णय नम्बर 1 मा के भएको सबै अधिकार प्रत्यायोजन के कसलाई दिने, महन ठाकुरले दिने। निर्णय नम्बर 2 ले उहाँहरूले भनिरहेको त प्रेस विज्ञप्तिमा त्यो प्रेस विज्ञप्ति भनेपछि जनतालाई अब यस्तो ठुलो कुरा आम जनता नेपाली जनतालाई जानकारी हुनु पर्यो। तपाईको सम्पूर्ण जनता समाजवादी पार्टीको सम्पूर्ण तह र निकायहरूमा जानकारी हुनु पर्यो कि परेन? पर्यो। किनभने सम्पूर्ण निकाय र तह तबकामा गएपछि अनि मात्रै यो अनुभूति हुन्छ कि जनता समाजवादी पार्टीको आधिकारिक एकजना व्यक्ति भनेपछि महन्त ठाकुर हो। कुन समितिमा चाहिँ पत्राचार गरे हो र देखाइदिनुस् त। त्यसैले मैले भने विज्ञप्तिमा त्यो कुरा लेख्न छैन, तर निर्देशन त हुन्छ नि त। मान्नुहोस् महन्त ठाकुरज्यूले चाहिँ हस्ताक्षर गरेको विज्ञप्ति कुनै प्रदेश समिति वा केन्द्र समितिले नमानेको खण्डमा, किनभने विधानले त के भनेको छ संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी हुनुपर्छ भनेर विधानमा लेखेको छ। यदि नमानेको स्थितिमा त यो त हलचल हुन्थ्यो नि त पार्टीभित्र पनि। महन्त ठाकुर लगायत राजेन्द्र महतो ज्यूको नेतृत्वमा सरकारमा गएका नेताहरूलाई चाहिँ कारबाही भइसक्यो। उहाँहरूले पार्टी छोड्नुपर्छ। उहाँ स्वतन्त्र हो। अहिले किन स्वतन्त्र हो भने अहिले सरकारमा सहभागी हुनको निमित्त उहाँहरूले संविधानलाई मिचेर संघीय लोकतान्त्रिक गणतन्त्र जुन आन्दोलनबाट पाएका उपलब्धि, महत्त्वपूर्ण उपलब्धि, धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय समावेशी लोकतन्त्र र केही म भन्दैछु सबै महत्त्वपूर्ण कुरा मैले भनिरहेको छैन। संविधानमा जुन केही महत्त्वपूर्ण मौलिक हकको सवालहरू छ त्यो सवाललाई समेत समाप्त पार्ने खेलमा लागेको केपी ओलीको पुच्छर बनेर जुन हिँडेको छ त्यो नेपाली जनताले स्वीकार गरेको छ। र तपाईले आफ्नै नेतालाई चाहिँ प्रधानमन्त्रीको पुच्छर भन्न पाउँछ? मेरो नेता हिजो थियो जनता समाजले पनि उहाँहरूले दाबी गरेको जनता सुन्न दाबी त म के गर्न सक्छु पुरा नेपाल मेरो हो भनेर दाबी गर्न पाउँदिन र म यो नेपाली जनता हो, आम नेपाली जनता हो। एउटा आम नेपाली जनताले मेरो सम्पूर्ण नेपाल हो भनेर दाबी गर्न पाउँदैन र? तर त्यो त सम्भव हुँदैन नि। मैले यो कुरा किन राखेँ भने जनता समाजवादी पार्टी विधान सम्बद्ध सञ्चालन हुने हो। विधानको परिधिमा जुनसुकै व्यक्ति नपरेको खण्डमा त्यो जनता समाजवादी पार्टीको नेता हुँदैन। मैले भने नि उहाँ हिजो जनता समाजवादी पार्टीको निर्णय, जनता समाजवादी पार्टीको विधान, जनता समाजवादी पार्टीको विचार सिद्धान्तसँग जोडेको हुनाले हाम्रो नेता हुनुहुन्थ्यो। अहिले के हो भने जनता समाजवादी पार्टीको नेता होइन, स्वतन्त्र व्यक्ति। अब हामी प्रदेश 2 तिर कुरा गर्छौं। प्रदेश 2 मा जुन जनता समाजवादी पार्टीको बहुमत रहँदै पनि केही मन्त्रीहरूलाई तपाईहरूले पदमुक्त गर्नुभयो या त बर्खास्त गर्नुभयो र अन्य पार्टीलाई सरकारमा समावेश गर्नुभयो। यसको मुख्य कारण के हो? प्रश्न अब हेर्नुहोस्, जनता समाजवादी पार्टीले हिजोदेखि नै के परिकल्पना गरे हो भने कि कोभिडको यस्तो महामारीको बेला जनता त्राहिमाम छन्। अहिले बाढीबाट ग्रसित हाम्रो मुलुक पनि अब क्षतिको रूपमा अगाडि बढिसकेको छ, त्यसमा पनि जनता त्राहिमाम छ हो। यो सम्पूर्ण राष्ट्रको समस्याको लिएर जनता समाजवादी पार्टीले के गरेका थियो भने परिकल्पना के गरेका थियो भने कि केपी शर्मा ओलीजीले जुन निरङ्कुश, अहंकारी र कोभिडको समयमा पनि उहाँले जनताप्रति उत्तरदायी नभएर पार्टी फुटाउने, पार्टी अनैतिक कामहरू गर्ने, जनताको कहिले नागरिकता खोज्ने, कहिले जनतालाई नागरिकता
बाँडिदिने भन्ने कुराहरूको जुन यो खेल जुन गरिरहेको थियो त्यो खेललाई समीक्षा गरे हो र जसरी संविधानमा भएका अधिकारहरूलाई मन्त्री परिषदबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र धर्मनिरपेक्षतालाई नै समाप्त पार्ने जुन खेल गरिराखेका थियो त्यो खेललाई पनि अनुमान गरेर अनि जनता समाजवादी पार्टीले एउटा निष्कर्षमा के गर्यो भने कि अहिलेको वर्तमान परिस्थितिलाई जुन संघीय सरकारदेखि लिएर प्रदेश सरकारसम्मको मैले कुरा गरिरहेको छु अहिलेको वर्तमान परिस्थितिलाई जनता समाजवादी पार्टीले जनताको लागि सेवा गर्नुपर्छ र त्यसको विकल्प भनेपछि के हो राष्ट्रिय सहमतिकै सरकार हो। राष्ट्रिय सहमतिको सरकार हुँदाखेरि सम्पूर्ण दल र सम्पूर्ण पार्टीहरू मिलेर के गर्न सक्नु पर्थ्यो समस्या जुन मुलुक अहिले समस्यामा फसेको छ सङ्कटमा फसेको छ त्यो सङ्कट समाधानको निमित्त पनि जनताको निम्ति पनि के हुन्थ्यो के हुनु पर्थ्यो भने राष्ट्रिय सहमतिको सरकारको परिकल्पना गर्न सक्नु पर्थ्यो। भएन हाम्रै पार्टीभित्र पनि त्यो कुरा भएन र केही साथीहरूले त्यही प्रतिगमनको डोरी समातेर पछाडि लागेर केपी शर्मा ओलीजीको डोरी समातेर के गरिरहेछ भने कि हिन्दू राष्ट्र कायम गर्नको लागि धर्मनिरपेक्षतालाई समाप्त गर्न हिन्दू राष्ट्र कायम गर्न र राजा फर्काउने जुन नियति देख्यो जुन विभिन्न त्यसले संहिता पनि धरा पर्छ संहिता 100% हो संहिता धरा पार्नको निमित्त उहाँले डोरी समाप्त मैले प्रदेश 2 सरकारकै कुरा गरिरहेको छु। मैले अब जनता समाजवादी पार्टीले त नेतृत्व गरेको सरकार भनेपछि प्रदेश नम्बर 2 सरकार नै हो। प्रसङ्ग किन जोड्यो भने कि पार्टीले एउटा उदाहरणको रूपमा के गरेछ भने कि अब त यो वैकल्पिक अब सङ्कटको लागि पनि सर्वदलीय सरकारको आवश्यकता हो। सर्वदलीय सरकार निर्माणको निमित्त प्रदेश नम्बर 2 सरकारलाई निर्देशन पार्टीबाट के भएको छ भने कि अग्रगामी शक्तिहरू बीचको एकता पार्टी होइन मैले अझै पनि भने अग्रगामी शक्तिहरूको बीचको एकतालाई कायम राख्दै अनि सर्वदलीय सरकारको परिकल्पना गर्दै केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी राष्ट्र सहमतिको सरकारको परिकल्पना गरेको तथ्य साबित गर्नको निमित्त पनि प्रदेश नम्बर 2 सरकारमा सर्वदलीय सरकारको गठन भएको हो। तर आकार त कमै हो, मन्त्री परिषदको आकार कम भएको हुनाले अब सम्पूर्ण पार्टीलाई मिलाउँदाखेरि त्यहाँ त केही हाम्रा प्रसादीहरूलाई त माइनस त गर्नु अनि कामै गर्नु सकेन चित्त बुझ्दो काम नगरेको भनेर हटाएको भनेर तपाईको प्रदेश सरकारबाटै त्यो वक्तव्यहरू आइरहेको छ नि त के जितेन्द्र सोनलजीले काम गर्नु भएन? यस्तो छ उहाँको विकास काम हेर्नुस् वास्तवमा सन्तोषजनक त्यति सन्तोषजनक छैन। मैले यो कुरा किन राख्न खोजे भने कि अब यो एउटा सन्तोषजनक विषय आफ्नो विषय हो, त्यो सरकारको आफ्नो विषय हुन सक्छ, तर मैले परिकल्पनाको नीतिको कुरा मैले प्रश्न पार्न चाहे। तपाईको पार्टीकै मन्त्री थियो नि त, जनता समाजवादी पार्टीकै नेता हो नि त जितेन्द्र सोनल। तपाईले अहिले पनि सरकारले के गर्नु पर्थ्यो अहिले पनि हुनुहुन्छ नि उहाँ अहिले पनि प्रदेश सरकारले के गर्नु पर्थ्यो भने ल ठिक छ सोनलजी तपाईको काम चित्त बुझ्दो भएन, बरु छाड्दिनुस्, तपाईँ चाहिँ मन्त्री पद चाहिँ छाड्नुपर्छ, सर्वदलीय सरकार हामी गठन गर्छौँ भनेर पनि त भन्न सक्थ्यो नि त। अब यस्तो छ सुन्नुहोस्, मेन कुरा के हो भने कि जनता समाजवादी पार्टीमा अहिले पनि उहाँ हुनुहुन्छ, उहाँ जनता समाजवादी पार्टीकै मान्य हुनुहुन्छ। उहाँले जुन अहिले प्रदेशको जुन प्रदेश सरकारको नेतृत्व कार्यक्रम आएको हो उहाँले त कुनै फरक मत दलीय हिसाबले त कुनै फरक मत राख्नु भएको त छैन नि। मैले यो कुरा किन यो गरेँ भने कि हाम्रो माननीय मुख्यमन्त्रीज्यू लगायत उहाँहरूसँग पनि सहकार्य गरेर चित्त बुझ्दो नभएको अवस्थामा के भएको हो भने जनता समाजवादी पार्टीमा सर्वदलीय सरकार बनाउनु पर्छ भन्ने कुरामै हामी अडिग छौँ। सोनलसँग सल्लाह गरे सोनलजीसँग सल्लाह गर्नुभन्दा पनि उहाँको के थियो भने उहाँको कार्यव्यवस्था अलगै थियो। उहाँको कार्यव्यवस्था र सरकारमा मन्त्री फेरबदल हुन सक्छ। हेर्नुहोस् जस्तो उहाँ र यहाँको कुरा गर्दाखेरि हिजोको पूर्व सपा प्रतिनिधित्व गर्ने हाम्रा मन्त्रीज्यूहरू पनि अब अनुकूलता हेरेर उहाँहरू आफै पनि के भन्नुहुन्छ, उहाँहरू पार्टीकै लागि सरकार हो र सरकारकै लागि पार्टी पनि हो।
मैले यो कुरा राखेँ। त्यसैले उहाँहरूको पनि के हो भने कि यदि पार्टीलाई सङ्कट आएको बेला उहाँहरू पनि तयार हुनुहुन्छ कि होइन राष्ट्र समितिको विकल्प खोज्नुपर्छ भन्ने। त्यसो भए अहिलेको मन्त्रीहरू पनि यदि सर्वदलीय सरकार बनाउनु पर्छ छाड्नुहुन्छ उहाँहरू छाड्नुहुन्छ। त्यसो भए तपाईँहरूले विगतमा हेर्दाखेरि प्रदेश 2 सरकारमा जुन 4 जना सोनल सहित 3 राज्य मन्त्रीको पनि हटाइयो। अब त्यतिखेर चाहिँ अब हामीले यसो सरसर्ती हेर्दाखेरि के देखियो भने 2 जना राजपा निकटकै 2 जना समाजवादी पार्टीतिर लागेको, उहाँहरूको मन्त्री पद जोगिएको भने यो मैले पनि बुझिरहेको छु, तर यो तपाईँको आम जनताकै चासोको विषय बनायो। यो भ्रम हो। हामीले यो किन भ्रम भनिरहेको 2 जना मन्त्री अझै पनि सरकारमा यस्तो छ भ्रम। उहाँले उपेन्द्र यादवलाई सहयोग गर्ने सहमति बनेपछि उहाँहरूको मन्त्री पद जोगिएको भन्ने तथ्य छ। अहिले पनि प्रदेश 2 सरकारमा छ नेताजी। हेर्नुहोस् यस्तो छ, त्यो प्रश्न लाग्नु पर्यो। म त्यही कुरा गरेँ। उहाँहरू जनता समाजवादी पार्टीको सर्वोच्च समिति कार्यकारिणी समितिको सदस्य हुनुहुन्छ। उहाँहरू 2 जना हुनुहुन्छ। सोनलजी पनि हुनुहुन्छ। अब उहाँ 2 जनाको आफ्नो विवेकले राजनीति गर्ने हो, कसैले सिकाएर राजनीति गर्ने होइन। उहाँहरू सिनियर लिडरहरू हुनुहुन्छ, सम्मानित लिडरहरू हुनुहुन्छ। उहाँहरूले के बुझ्नुभयो भने कि होइन, वास्तवमा मैले अघि पनि भने कि अग्रगमन र प्रतिगमन, अग्रगमनमा लाग्ने व्यक्तिहरूको एउटा समूह छ जुन सङ्घीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता र संविधानमा भएका महत्त्वपूर्ण मौलिक हकको रक्षाको निमित्त एक ठाउँमा उभिएको पार्टीभित्र पनि त हुन्छ नि त। अनि उहाँहरू अग्रगामी शक्तिहरूको बिचमा उहाँहरूको विवेकले त्यसरी भन्नु कि पार्टीले जे गरेको छ निर्णय त्यो ठिक हो भनेर उहाँले सहयोग गर्नुभएको होइन, पार्टी आफैमा उहाँ। त्यसैले म के भन्छु भने उहाँहरू अग्रगमनको पक्षधर भएको हुनाले जनता समाजवादी पार्टीले के गरेछ भने कि होइन, यो अहिलेको अवस्थामा अग्रगामी शक्तिहरूको बिचको एकता नै महत्त्वपूर्ण हो। किन भावी सन्ततिको लागि मैले भने प्रतिगमनको दिशातिर लाग्ने व्यक्ति पार्टीको हुनै सक्दैन। त्यसो भए अब प्रदेशको नामाकरण टुङ्गिन्छ। यस्तो छ, प्रदेशको नामाकरणको विषयमा सरकारले होइन, यस्तो छ, सरकारले पहिला ल्याउनु पर्यो। प्रदेशको नामाकरणको विषयमा सरकारले ल्याउँछ। प्रदेशको राजधानीको विषयमा पनि सरकारले प्रस्ताव ल्याउँछ र प्रस्ताव ल्याएको खण्डमा सबैजनासँग मैले भन्छु, अहिले पनि नेपाली काङ्ग्रेसको पनि हाम्रो आदरणीय नेताजीहरू मधेसी नै हुनुहुन्छ। उहाँहरूले मधेसी नै हुनुहुन्छ उहाँहरू। हाम्रो एमालेको नेताजीहरू पनि प्राय मधेसी नै हुनुहुन्छ। हाम्रो यो माओवादीको नेताजीहरू पनि प्राय मधेसी नै हुनुहुन्छ। मधेस आन्दोलनमा उहाँहरूको भूमिका पनि थियो। त्यसैले मधेस आन्दोलनको आत्मबोध गरेर मधेस शब्द राख्दाखेरि उहाँहरूलाई आपत्ति हुन सक्दैन भन्ने मलाई विश्वास छ। त्यसो भएको हुनाले प्रदेश हुन्छ, सहमति हुन। राजापाले विरोध गर्छ कि गर्दैन? पूर्व राजापा नै होइन, अहिले जनता समाजवादी। तपाईँलाई भनौँ, प्रश्न भनौँ, यहाँ राजापाको ठेकदारी गर्नेहरू धेरै होला। राजापा छैन न सपा हो, जनता समाजवादी अहिले जनता समाजवादी पार्टी हो। र म अहिले पनि भन्छु राजापाको दुहाई दिनेहरू, म तपाईँलाई भन्छु, अहिले राजापाको दुहाई दिनेहरू अहिले निर्वाचन आयोगमा खोज्दाखेरि राजापा 5 वर्षमा पाउँदैन। त्यसैले राजापा सहमति जुट्छ। उहाँ जनता समाजवादी, मैले अहिले अघि पनि भने उहाँहरू जनता समाजवादी पार्टीको मान्यजी हुनुहुन्छ। जनता समाजवादी पार्टीको आचार संहिता, जनता समाजवादी पार्टीको विधान र जनता समाजवादी पार्टीको संसदीय दलको कार्यविधिको अनुसार उहाँहरूलाई हिँड्नुपर्छ। उहाँहरूले त्यसो भए तपाईँलाई काङ्ग्रेसले मधेसमा समर्थन गर्ने विश्वास छ? वातावरण हामी त्यस्तै बन्दैछ। माओवादीले पनि समर्थन गर्छ, वातावरण त्यस्तै बन्दैछ। त्यसो भए चाँडै प्रदेशको नामाकरण पनि टुङ्गिन्छ, आउन सक्छ। त्यसो भए नेताजी, अब हामी कार्यक्रमको अन्तिमतिर आइपुगेका छौँ। तपाईँसँग छोटो कुरा अब मात्रै, प्रदेशमा अहिले यो चालु आर्थिक वर्षको अहिलेसम्मको अवस्था हेर्दाखेरि कति बजेट खर्च भइसकेको छ र यो आर्थिक वर्षमा कति बजेट
सम्म खर्च हुन सक्छ? यस्तो छ, अब विभिन्न कारण छ जुन बजेट खर्च गर्नको निमित्त जुन चौमासिकहरू हुन्छ त्यो चौमासिकहरूमा हामी खर्च गर्न सकिँदैनौँ, त्यो बाध्यता हो। एउटा बाध्यता त अहिले यो वर्ष चाहिँ कोभिडकै महामारीको कारणले एउटा बाध्यता हो। अर्को बाध्यता के हो? कर्मचारीको स्कार्सिटी, मतलब कर्मचारीको अभावको कारणले। कति बजेट खर्च मैले अभावको कारणले हो। त्यसैले प्रदेश सरकारले अहिले वर्तमान स्थितिमा 30.5% तपाईको बजेट खर्च भइसकेको छ र आउने यही वर्षमा चाहिँ यो क्रमागत कुरा हो, अहिले चलिरहेछ। किनभने खर्च भइसके पछाडि, खर्च हुनुको मतलब के हो? पेमेन्ट भइसके पछाडिको खर्च आधार मानिन्छ। त्यसैले अहिले काम सुचारू छ, फेरि पेमेन्ट हुने स्थितिमा हो। त्यो चाहिँ 65% सम्म पनि यसपालि 60% टप छ। नेताजी उपस्थितिको लागि धन्यवाद।